तीन कुनेको यो 5 तल्ले हरियो सिसाले सजिएको घर जुन चैत्र 15 गतेको राजावादी आन्दोलनको सुरुवातमा यस्तो थियो, आन्दोलनको मध्यममा यस्तो भयो र त्यही आन्दोलनको अन्त्यतिर आइपुग्दा जलेर यस्तो हुन पुग्यो। अराजक आन्दोलनकारीहरूले ढुङ्गामुढा गरेर फुटाइएको र आगोले जलाइएको यो घर त मर्मत गरेर पहिलेकै अवस्थामा ल्याउन सकिएला, तर त्यही घरभित्र एउटा पत्रकार जिउँदै जलेर आफ्नो ज्यान गुमाउन बाध्य भए, जसलाई संसारको कुनै शक्ति लगाएर पनि फर्काउन भने अवश्य सकिँदैन। सर्वप्रथम प्रधानमन्त्री केपी ओलीको यो भनाइ सुन्नुहोस्। निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन, मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंसक आततायी कार्य भयो। केपी ओली संसद भवनमा उभिएरै भन्छन् आन्दोलनकारीले मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंसक कार्य भयो। केपी ओलीले यस्तो भन्दा न त कुनै अनुसन्धान भएको थियो, न त कुनै छानबिन समिति बनेको थियो, न त पोस्टमार्टम रिपोर्ट नै आएको थियो। हचुवाको भरमा आफ्नो सरकार टिकाउन र राजावादीलाई गिराउन सुरेश रजकलाई तालचा लगाएर आन्दोलनकारीले भित्रै जलाए भनिदिए, जुन कुरा 100% गलत थियो। यस्तो गलत बोल्ने प्रधानमन्त्रीले अहिलेसम्म राजीनामा दिइसक्नुपर्ने हो, तर पनि उनी अहिलेसम्म कुर्सीकै मोहमा रहिरहेका छन्। सुरेश रजकको मृत्यु प्रकरणमा थुप्रै कन्स्पिरेसी थ्योरीहरू बाहिर पनि आइरहेको छ। केपी ओलीको सरकारले एउटा कन्स्पिरेसी थ्योरी बताउँदै राजावादीलाई अपराधी ठहर गरिरहेका छन् भने राजावादीहरू अर्को कन्स्पिरेसी थ्योरी बताउँदै प्रहरीलाई नै सुरेश रजकको मृत्युको कारण बताइरहेका छन्। आखिर सुरेश रजक को थिए त? त्यो दिन सुरेश रजकको अवस्था कस्तो थियो र के कारण उनको मृत्यु हुन पुग्यो त? त्यसै विषयमा यस भिडियोमा चर्चा गर्न गइरहेका छौँ। साथै यो मृत्युमा केपी ओली र राजावादीहरूले गरेको घिनलाग्दो राजनीति र नेपाल प्रहरीले गरेको लापरवाहीको पनि एक्सपोज गर्न गइरहेका छौँ। यो घटनालाई विस्तृत रूपमा बुझ्नु अगाडि सुरेश रजक को हुन् भनेर बुझ्ने प्रयास गरौँ। सुरेश रजक उमेरमा भर्खर 33 वर्षीय पुगेका एक होनहार पत्रकार थिए। सुरुका दिनमा वैदेशिक रोजगारीमा लागेका सुरेश रजक आफ्नो आमाको निधनपछि नेपालमै बस्न थालेका थिए। उनले माउन्टेन टेलिभिजनमा इन्टर्न गरेर आफ्नो पत्रकारिता पेसा अगाडि बढाएका थिए। त्यसपछि उनी एभिन्यूज टेलिभिजनमा आबद्ध भएका थिए र आफ्नो मृत्युसम्म आइपुग्दा त्यहाँ उनले 10 वर्ष काम गरेका रहेछन्। एभिन्यूज टिभीको क्यामेरा एन्ड भिडियो डिपार्टमेन्टको हेड भएर क्यामेरा पर्सनको रूपमा आफ्नो पत्रकारिता पेसालाई कायम राखिरहेका थिए सुरेश रजकले। त्यस डिपार्टमेन्टको हेड हुनुको साथै उनी एक्सक्लुजिभ फुटेज लिनको लागि आफै मैदानमा उत्रिने एक साहसी पत्रकार थिए। उनी आफ्नो परिवारको साथ चन्द्रगिरी नगरपालिकामा बस्दै आएका थिए भने वास्तविक थलो चाहिँ ताचल थियो। उनी विवाहित व्यक्ति थिए, तर उनको सन्तान भने अहिलेसम्म भएको थिएन। अब हामी घटना भएको दिनको सुरेश रजकलाई बुझ्ने प्रयास गरौँ। घटना भएको दिन सुरेश रजकको घरमा पार्टीको आयोजना गरिएको थियो। पार्टी भएकोले आफू पनि कामबाट चाँडै फर्किने बाचा गर्दै घर परिवारबाट बिदा भएर उनी त्यो दिन काममा गएका थिए। त्यो नै उनको परिवारसँगको अन्तिम भेट हुन पुग्यो र चाँडै फर्किन्छु भनेको सुरेश रजक कहिले पनि नफर्किने गरी सधैँको लागि बिदा भए। चैत्र 15 गतेको राजावादीको उग्र आन्दोलनमा सुरेश रजकको साथसाथै उनका 2 जना सहयात्री पारस श्रेष्ठ र अमित रायमाझीलाई एभिन्यूज टेलिभिजनले तीनकुने एरियामा खटाएको थियो। सुरेश रजक पुग्दाखेरि शान्त रहेको तीनकुने एरियामा उनले राजावादी आन्दोलनको लाइभ स्ट्रिमिङ भिडियो गरिरहेका थिए। यही शान्त तीनकुने एरिया केही समयमा रणभूमिमा परिणत हुन पुग्यो। राष्ट्रगीत बजिरहेको मञ्चमै घरमाथि बसेर प्रहरीले असुर ग्यास हान्न थालेपछि शान्त राजावादीको आन्दोलन हिंस्रक बन्न पुग्यो। यही हरियो सिसाले सजिएको 5 तल्ले घरमा प्रहरीले लुकेर गोली र असुर ग्यास हान्दैछ भनेर हल्ला फिजाउन थाले त्यहाँका आन्दोलनकारीले। हामीले भेटेका फुटेज अनुसार 3 जना मान्छेले त्यस घरको ढोकाको ताला फुटाइरहेको देख्न सक्छौँ। तालचा फुटालेर ती आन्दोलनकारीहरूले ढोका घिसारेर खोल्छन् अनि हात हल्लाउँदै अरूलाई पनि भित्रै जाउँ भनेर बोलाउँछन्। केही मानिसहरू भटाभट भित्र पस्न थाल्छन् र पत्रकार सुरेश रजक पनि छलाङ मार्दै भिडलाई छिचोल्दै एक्सक्लुजिभ फुटेज लिन भनेर दौडिँदै त्यस घरभित्र पस्छन्।
जुन कुरा यो फुटेजमा पनि राम्ररी देख्न सक्नुहुन्छ। यसरी उनी त्यो घरभित्र पस्दा आफूसँगै साथ रहेका सहकर्मी अमित रायमाझी चाहिँ बाहिरै छुटिन्छन्। त्यो घरभित्र पसेपछि के भयो त? अब यो कुरा बुझ्ने प्रयास गरौँ। घरभित्र पुलिस निकाल्छौ भनेर भित्र पसेका आन्दोलनकारीहरूले पुलिसको लाठी पनि भेटाएनन्। भित्र पसेका अराजक आन्दोलनकारीहरूले अरूको अफिस तोडफोड गर्ने काम गरे। कसैले त यो नै हो मौका भन्दै चोरी धन्दामा व्यस्त भए। एकजना व्यक्ति त अफिसमा भएको ल्यापटप नै चोरेर बाहिर निस्किए, जुन कुरा भिडियोमा तपाईहरूले पनि देख्न सक्नुहुन्छ। आन्दोलनकारीहरूको यस्तो अपराधिक भिडियो क्लिप क्याप्चर गरिरहेका पत्रकारहरूलाई फोटो डिलिट गर, हामीलाई नखिच भनेको स्पष्टसँग सुन्न सकिन्छ यो भिडियो क्लिपमा। तपाईले के नखिच न भाइ गर्छु के गर्छु तपाईले के नखिच न भाइ गर्छु के गर्छु। सुरेश रजक पनि यही घरको अफिस रुममा पसेर यी अपराधी आन्दोलनकारीहरूको अपराधिक क्रियाकलाप र भवनबाट बाहिरको भिडलाई आफ्नो क्यामेरामा क्याप्चर गरिरहेको थिए। सुरेश रजक आफू मृत्यु भएको रुममा कसरी पसे भनेर अब हामी स्पष्ट पार्न गइरहेका छौँ। सर्वप्रथम राजावादी र केपी ओली सरकारले सुनाएको दुईवटा कन्स्पिरेसी थ्योरीहरू सुनाउन गइरहेका छौँ। केपी ओली सरकार भन्छ सुरेश रजक ढोकाबाट छिरेका थिए र आन्दोलनकारीको अपराधिक क्रियाकलापको भिडियो लिएपछि उनीहरूले आफ्नो पर्दाफास हुने भयो भन्ने डरले रुमभित्रै थुनेर ताला लगाएर घरभित्रै जलाइदिए पत्रकारलाई। अब फेरि राजावादीको कन्स्पिरेसी थ्योरी सुन्नुहोस्। राजावादीहरूको भनाइअनुसार सुरेश रजकले त्यस घरभित्र लुकेर बसेका प्रहरीको सबै प्लानहरू आफ्नो क्यामेरामा रेकर्ड गरेका थिए र प्रहरीले आफ्नो भण्डाफोर हुने भयो भनेर सुरेश रजकलाई गोली हानेर घरभित्रै जलाइदिए। यी दुईटै कन्स्पिरेसी थ्योरीहरू आफ्नो कुर्सी बचाउन र एक अर्कालाई दोष थोपरेर आफू यस घटनाबाट उम्किन बनाइएको शङ्कास्पद थ्योरी मात्रै हो, जुन कुराको प्रमाण पोस्टमार्टम रिपोर्टले पनि दिन सकेन। वास्तवमा यो भिडियो क्लिप हेरेपछि सत्य कुरा राम्ररी क्लियर हुन्छ। सुरेश रजक आन्दोलनकारीहरूले भने जस्तै भित्र कुनै पुलिस छ कि भनेर एक्सक्लुजिभ फुटेज लिन घरभित्र पसेका थिए, जुन कुरा उनको च्याट हिस्ट्रीबाट पनि हामीले राम्ररी बुझ्न सक्छौँ। उनी त्यो चौथो तलाको रुममा कुनै ढोकाबाट नभएर झ्यालबाट भित्र छिरेका थिए, जुन कुरा यो भिडियो क्लिपले पनि पुष्टि गर्छ। उक्त अफिस रुम ल फर्म थियो र त्यस रुमको मान्छेले 11 बजेतिर तालचा लगाएर आफ्नो अफिस बन्द गरेका थिए। अराजक आन्दोलनकारीहरूले अफिस रुममा तालचा लगाएको देखेपछि उनीहरूले सिसाको झ्याल फुटाए, त्यहाँ रहेको दुईटा दराज ढाले अनि भित्र बस्ने बाटो बनाए। सुरेश रजक पनि यही झ्यालबाट यो रुमभित्र प्रवेश गरेका थिए, जुन कुरा यो भिडियो क्लिपमा राम्ररी देख्न सकिन्छ। बिस्तारै यो घरमा आगजनी सुरु हुँदै थियो। दोस्रो तल्लामा आगो लाग्दै गर्दा एउटा मान्छे भिडियो खिच्दै माथि आउँछन्। त्यति नै बेला यी दुई व्यक्ति तल ओर्लिरहेका हुन्छन्। यी सुरुमा ओर्लिने महिला एनी कुँवर हुन्। यिनलाई पनि याद गरिराख्नु होला, यिनको बारेमा पनि हामी एकैछिनमा एक्सपोज गर्नेवालामा छौँ। यी महिला पछाडि रहेको पुरुषले आफ्नो पुरा मुख कपडाले छोपेर ओर्लिरहेका छन्। केही गलत काम गरे भएकोले उनले मुख छोपेर हिँडेका हुन् भनेर धेरैले शङ्का गरेका छन्। त्यसपछि ती भिडियो खिच्ने व्यक्तिले सुरेश रजकको भिडियो बनाउँछन्। यति बेला सुरेश रजकले आफ्नो क्यामेरा साइडमा भिरिरहेका हुन्छन् र दुईटा मोबाइल हातमा लिइरहेका छन्। हेर्दा यस्तो लाग्छ उनले भिडियो खिच्ने काम सकाएर तल ओर्लिने तर्खरमा थिए। त्यसपछि ती व्यक्ति तल ओर्लिन्छन् र दोस्रो तल्लामा आगो लागिरहेको देखाउँछन्। यदि त्यो भिडियो खिच्ने व्यक्तिले सुरेश रजकलाई आगो लागिरहेको छ भनेर जानकारी गराएको भए आज उनको मृत्यु नै हुने थिएन। घरमा आगो लागिसकेपछि तल रहेका अरू पत्रकार साथीले प्रहरी र अरू सुरक्षा निकायसँग सहयोग माग्छन्, जुन कुरा हामीले भिडियो क्लिपहरूमा राम्ररी सुन्न सक्छौँ। म मिडियाबाट बोल्दैछु। यो 3 कुनेमा आगो लागेको छ। एकजना सञ्चारकर्मी त्यहाँभित्र फस्नु भएको छ। दमकल पठाइदिनु पर्ने कतिचोटि प्रहरीले सिडिओको आदेश चाहिने हो। मान्छे मर्दासम्म सिडिओको आदेश चाहिने कस्तो खालको हो यो सिस्टम? कहाँ हुँदैछ खोइ त? यो घर त चलेर 1 घण्टा भइसक्यो। मान्छे मर्दा भित्र फसेका पत्रकार फसेका छ, त्यहाँभित्र नबोलेर हुन्छ भने मानवीयको कुरा होइन त्यो। उहाँ आफै उहाँको मान्छे फोन उठ्दैन, अहिले फोन अफ भयो अरे।
प्रहरी र अरू सुरक्षा निकायले सुरेश रजक भित्रै रहेको कुरालाई बेवास्ता गरिदिन्छन्। आन्दोलनकारीहरूको ढुङ्गा मुढाले दमकल पनि टाइममा आगो निभाउन जलिरहेको घर नजिकै आउन नै सक्दैन। फलस्वरूप सुरेश रजक जलेको घरभित्रै फस्छन्। त्यहाँ उनको केही पनि उद्धार हुँदैन। भित्र चेक जाँच गर्न गएको प्रहरीले पनि घरभित्र कोही पनि छैन, मानवीय क्षति भएको छैन भन्दै ब्रिफिङ गर्छन्। प्रहरीले कतिसम्म लापरवाही गर्छन् भन्ने कुरा यो भिडियो क्लिपबाट पनि स्पष्ट हुन पुग्छ। सायद प्रहरी पनि जनता जोगाउन भन्दा पनि नेता जोगाउनमा नै तल्लीन भएको जस्तो देखिन्छ। अनि हामी यहाँ माथि जान्छौँ, कोही आगो छैन हेरेर क्लियर भएपछि अनि बल्ल सासो लाउँछ। मानवीय क्षति छैन। बाटोमा अवरोध छ, दमकल आएपछि आगो पूर्ण रूपमा माथि कोही नजाने एकदम प्रहरीको यस्तो ब्रिफिङ पछि एबी न्युजका साथीहरूले उनलाई हस्पिटल र विभिन्न ठाउँमा खोज्न थाल्छन्। कहीँ कतै नभेटिएपछि फेरि त्यही जलेको घरमा खोजी गर्छन्। पछि आगो निभाउन आएको व्यक्तिहरूले सुरेश रजकलाई त्यही रुममा जलेर हड्डी देखिने अवस्थामा भेटाउँछन्। सुरेश रजकको मृतक शरीर भेटेपछि पोस्टमार्टमको लागि उनको शरीर टिचिङ हस्पिटल लगिएको थियो। विभिन्न कन्स्पिरेसी थ्योरी बाहिर आएको कारण पोस्टमार्टम गर्नु अघि उनको पुरा शरीरको एक्सरे गरियो। त्यसपछि मात्र पोस्टमार्टमको प्रक्रिया अगाडि बढाइयो। पोस्टमार्टमको रिपोर्ट अनुसार उनको शरीरमा कतै पनि गोली भेटिएन र उनको मृत्युको कारण आगजनीबाट निस्केको धुवाले निसासिनु अनि आगोले जल्नु थियो। अब हामी यी महिला एनी कुँवरको बारेमा केही कुरा खोताल्न गइरहेका छौँ। यिनी नेपाली सिने क्षेत्रको मोडल तथा नायिका रहेछिन्। केही समय अगाडि एबी न्युज टेलिभिजनमा पनि काम गरेकी रहेछिन् उनले। त्यस राजावादी आन्दोलनमा उनको हाउभाउलाई पनि शङ्काको रूपमा हेरिएको छ। सुरेश रजक मृत्यु भएको रुममा जारको पानी खनाइरहेको भिडियो बनाउँदै हाम्रो राष्ट्रवादी साथीहरूले आगो निभाउँदै छन् भनेर चिच्चाइरहेका हुन्छन् उनी। राष्ट्रवादी साथीहरूले अफिसमा लागेको आगो निभाउनु भएको छ। सुरक्षाकर्मीज्यूहरूलाई मेरो भिडियो देखिरहनु भएको छ। बलेको आगो हाम्रो राष्ट्रप्रेमी युवाले निभाइसक्नु भएको छ। अचम्मको कुरा के छ भने आगो निभाएको भनेर चिच्चाइरहेका छन्, तर आगो बलेको कतै पनि देखिएको छैन। त्यस्तै गरी घरभित्र मान्छे फसेको छ, हेलिकप्टर ल्याएर उद्धार गरिदिनु होला भन्दै गरेको भिडियो पनि भेट्न सकिन्छ। मेरो आवाज सुनिरहनु भएको छ भने कृपया यहाँ आउनु होला। आगो लागिसकेको छ र यहाँ सुरक्षाकर्मीज्यूहरू र अभियन्ता साथीहरू हुनुहुन्छ। कसैले बचाउनको लागि भए पनि हेलिकप्टरद्वारा भए पनि आउनु होला। अचम्मको कुरा के हो भने बाहिर आएर सहयोग माग्ने यी महिला एनी कुँवरले आफू घरबाट बाहिर निस्किँदा किन सुरेश रजकलाई बोलाएर बाहिर लगिनन् त? उनी ओर्लिरहेको बेला नै घरको दोस्रो तलामा आगो लाग्न सुरु भएको स्पष्ट रूपमा देख्न सक्छौँ। यो दुईवटा भिडियो क्लिपको पनि एक आपसमा लिङ्क छ। एनी कुँवरले आगो निभाएको भिडियो बनाउँदाको व्यक्ति र सँगै ओर्लिएको मुख छोपेको व्यक्ति एउटै हो। उनीहरू झर्ने बित्तिकै यो क्लिपमा सुरेश रजकलाई त्यही रुममा देख्न सक्छौँ। भनेपछि यो आगो निभाउने चटक गर्दासम्म सुरेश रजक सँगै रहेछन् त्यो मुख छोपेको मान्छेसँग। आगो निभायौं भन्दै भिडियो बनाएर उनीहरू त ओर्लिए, तर सुरेश रजक चाहिँ भित्रै किन बसिरहे? त्यो एउटा शङ्काको विषय रहेको छ। अहिले उनले पूर्व युवराज पारस शाहसँग खिचेको फोटो पनि भाइरल भइरहेको छ। यही घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरीले उनलाई हिरासतमा लिएका छन् र सोधपुछ गरिरहेका छन्। एनी कुँवर त समातिए, तर यी कपडाले मुख छोप्ने र पत्रकारसँगै रहेको अरू व्यक्तिलाई प्रहरीले अहिलेसम्म दायरामा ल्याउन सकेका छैनन्। यो घटना वास्तवमा सँगै शङ्काले भरिएको छ। घर जल्दा प्रहरीले लापरवाही देखाउनु, अरू पत्रकारले सहयोग माग्दा बेवास्ता गर्नु, पत्रकार जलिसक्दा पनि मानवीय क्षति भएकै छैन भनेर प्रहरीले ब्रिफिङ गर्नु, आगो निभाउन दमकल टाइममा नआउनु, मान्छे मरेको घरमा सिल नगर्नु, जो कोहीलाई पनि भित्र पस्न दिनु, छानबिनमा ढिलाइ गर्नु र प्रधानमन्त्री केपी ओलीले त सुरुमै घटनालाई लिएर तोडमोड बयान दिनु जस्तो कुराले यो घटना हेर्दा जति सिधा देखिन्छ सत्यता त्यति नै बाङ्गो त छैन भनेर पूर्ण रूपमा शङ्का गर्न सकिन्छ। पीडकको परिवारलाई राहत। यो घटना घटेपछि सुरेशको परिवारले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् र आफ्ना मागहरू उनी सामु राखेका छन्। त्यस्तै गरी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पीडित परिवारलाई सान्त्वना दिन उनकै घरमा गएका छन्
र काठमाडौँको मेयर बालेन शाह पनि सुरेशको घरमै गएर भेटघाट गरेका छन्। नेपाल सरकारको तर्फबाट सुरेशको परिवारलाई 10 लाख दिने घोषणा गरिएको छ। साथै उनको श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने धारणा पनि राखेका छन्। त्यस्तै गरी भाटपटिनीको चेयरम्यान मिनबहादुर गुरुङले मृतकको परिवारलाई 5 लाख दिएका छन्। राजावादी आन्दोलनको जनकमान्डर दुर्गा प्रसाईले पनि 5 लाख दिने घोषणा गरेका छन्। काठमाडौँ महानगरपालिकाले मृतक परिवारलाई 20 लाख दिने प्रस्तावलाई बैठक मार्फत अघि सार्दैछन्। युनेस्कोका डिरेक्टर जनरलले पनि यस घटना विरुद्ध आवाज उठाएका छन्। निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग समेत गरेका छन् युनेस्कोका डिरेक्टर जनरलले। चैत्र 15 मा राजा फर्काउन गरिएको आन्दोलनले राजा त फर्किएनन्, तर देशको होनार पत्रकार सुरेश रजक चाहिँ कहिले पनि नफर्किने गरी यस धरतीबाट बिदा भएर गए।